यतिखेर एकदमै दुःखद घटना एकजना पुरुष मृत अवस्थामा भेट्नु भएको छ। तपाईको भाइ हो? हजुरको भाइ हुनुहुन्छ? मेरो कान्छो भाइ हो। नाम चाहिँ के उहाँको? हजुर नाम के हो मेरो? नहीं उहाँको मोहन थारू। कति वर्षको हुनुभयो उहाँ? अब खै कति लमसम अहिले लगभग तपाईँको 40 को एज त हाम्रो छ लगभग त्यही 35-36 को एजमा छ। नै हो उहाँ चाहिँ जान कहाँ जान खोज्नु भएको थियो? मतलब अब कहिले त्यो हाम्रो घरबाट? थाहा हुँदा हामी पनि आफ्नो काम धाममा अहिलेसम्म त हामी भात खाएर सुतिसकेको थियौँ। अहिले 4 बजे घाँस काट्ने खै त्यहाँ महिला टोलीसँग गएको क्या नै घरबाट निस्के कति बेला निस्केको भनेको मतलब 4:30 बजे भन्छ त्यहाँ ए दिउँसो साँझतिर 4 बजे निस्केको जंगल गएको होइन? जङ्गल आएको के चोटपटक के देखिया छ सर? के चोटपटक देखिया छ सर? ए चोटपटक अब हामीले मुचुरा गर्ने क्रममा पठाउँदा देखेला। अहिले चाहिँ हेर्दा छैन है अहिले त त्यस्तो चोटपटक। अध्यक्ष पनि हुनुहुन्छ हामीसँग 2 नम्बरको। उहाँ चिन्जान भएको कस्तो तपाईँको? उहाँ चाहिँ कोलपुर 11 को हाम्रो 11 पर्छ। उहाँहरूको आफन्ती मान्छेहरू पनि आउनु भएको छ हजुर र उहाँसँगै अरू 2-4 जना पनि हुनुहुन्थ्यो अरे। त्यसको लागि चाहिँ अब थप चाहिँ साथीहरू पनि जानुभएको छ खोज्नुलाई। अरू चाहिँ भेटिनु भएको छैन अहिलेलाई। उहाँ चाहिँ अब यो अवस्थामा भेटिएपछि गाउँले हामीलाई खबर गर्नुभयो। अब हामीलाई खबर भइसकेपछि प्रहरी साथीहरू अब स्थानीय जनप्रतिनिधिको सबै चाहिँ यहाँ वनको चाहिँ अध्यक्ष पनि आइपुग्नु भएको छ वनको अध्यक्ष र बाँके राष्ट्रिय निकुञ्जलाई र हामीले चाहिँ आर्मीलाई पनि जानकारी गराएको छौँ। उहाँको के घरमा सुन्नु न, तपाईँहरू अलग अलग बस्नुहुन्छ नि? घर त घर अलग अलग मेरोमा छ। हजुर त यहाँ माथि घर किन्दैछु है। आमा हो यो कान्छो यतै बस्थ्यो क्या घर बस्नु। छोराहरू छन् कि नै? उनको छोरा बिहे गरेछ बिहे भएको छैन? कान्छो भाइ हो मसँग बसेको छ। अब यता घर बस्नको लागि आमा डराउँछन् भने यो एक्लै डराउँछ भने यो मामैसित बसेको छु क्या माथि घर किन्दैछु एउटा किट्टा त्यहाँ बसेछन् क्या आमा छोरा। कान्छो भाइ हो आमासँगै बस्छन्। अरू पनि 2 जना उनसँगै 2 जना अरू कोही गएको थियो र कहाँ जंगलमा? अब म थाहा छैन। अब म भैँसी गोठाला गइजान्छु। मलाई अब जगाउन गएको थिएँ कि यहीँको कर्मचारी हो बोलाउन गएको थिएँ। मलाई थाहा छैन। हामी जो खाना खाएर सुतिसकेको थियौँ। सर यो कति बजे थाहा भयो तपाईँहरूलाई चाहिँ यो जानकारी कति बजे आयो सर? हामीलाई खबर भएको अहिले लगभग समथिङ आधा घण्टा जति आधा घण्टा अगाडि भयो तपाईँलाई जानकारी?